अनि त्यसमा त्यस्तो बोल्ने इलिगल भने के हो है? त्यस्तै कुरा गर्दै जाने भने त यहाँ त सबै कुरा इलिगल देखाइदिन्छु म त। त्यसरी बोल्न मिल्छ? कोकाबाट पानी ल्याऊ इलिगलै भन्छ है? पानी खाएको छ कि छैन? त्यो एमालेकोमा गएको छैन, माओवादीकोमा गएको छैन, तपाईँको छैन, कङ्ग्रेसकोमा गएको छैन। त्यो मैले त्यो भनेको छु कहिले? अब त्यसरी कुरा गर्नुहुन्छ भने मैले अर्कै सोच्नुपर्ने हुन्छ। संविधानबाट गरेको कुरा चाहिँ होइन, अर्कै फेरि प्रोपर्टी हो भनेर मैले फेरि त्यतातिर पुँजी बाँध्नुपर्ने दिन आउँछ होइन? त्यसो गर्नुपर्ने हो त? यो निशानेबाट यत्रो ठुलो दुनियाँभरको मान्छेलाई चाहिँ गुहारेर पानी ल्यायो, त्यसले खाइरहेछौँ नि अहिले होइन? अनि त्यो चाहिँ यस्तो रहेछ है भनेर मैले फेरि अर्कै निकाय गठन गर्नुतिर लाग्नु पर्यो भने त फेरि बिजोग हुन्छ होला। भन्न खोज्नु भयो उहाँहरूले के हो? म त त्यही बुझ्दिनँ क्या। उहाँहरू जे भन्दै हुनुहुन्छ उहाँहरू सबै इलिगल हो। जे अवैधानिक भन्दै हुनुहुन्छ नि उहाँहरू चाहिँ अवैधानिक हो। जे कुरा ल्याउँदै हुन्छ त्यो अवैधानिक।